धेरै कुरा जोडिएको छ भर्खर 2 मिनटको अन्तमा पारिजातको कुरा जोडियो होइन, पाइलाको कुरा जोडियो, पढाइको कुरा जोडियो। तपाईँले सायद म्यामको कुरालाई एकदम मनमा लिनु भएको छ, मैले बुझेको छु। म्यामले भने जस्तै बाटो दुईवटा देखिन्छ अरे क्या, जबसम्म हामी दुईवटा पाइला अगाडि बढाउँदैन नि त्यो बाटो चाहिँ कुन चाहिँ गलत कुन चाहिँ सही भनेर थाहा हुँदैन अरे क्या। त्यो अर्को बाटो चाहिँ फाल्टो पनि हुनसक्छ अथवा सिधा पनि हुनसक्छ, तर हामीले चाल्यो भनेको पाइला सिधा हो। यदि आँखा चिप्लो गरेर हिँड्यो भने चाहिँ फाल्टो पनि पर्न सकिन्छ। त्यही भएर अगाडि बढ्नको लागि पक्कै पनि 2 कदम पछाडि होइन 2 कदम अगाडि बढ्ने एउटा प्रयास गर्नुहोस्, तपाईँहरूको सफलता कहीँ जाँदैन। त यो सँगै म पुनः आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि मेरा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा साइन अनुसार मेरो नमस्कार स्वीकार्नु होला। हामीले जुन उमेर अहिले हिँडिरहेका छौँ त्यो उमेर अलिकति आधी बेरीको उमेर हो, अलिक सम्हालेर हिँड्नुपर्छ। ठेस लाग्छ, लडी उठिसकेपछि बल्ल दौडिन सकिन्छ। अहिले हाम्रो यो एससी परीक्षा भनेको एउटा फलामको ढोका पार गर्ने जस्तै उदाहरणको लागि। यो सँगै म पुनः आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि हाम्रा यस भोलि गार्डन इन्स्टिट्युटका भाइस प्रिन्सिपल महेन्द्र सरलाई हार्दिक अनुरोध गर्छु। यङस्टर युजको यहाँ चाहिँ के एउटा कुनै पनि त्यो मतलब भन्नाले सोच भनेको एकुरेट हुँदैन। हामीले सोचेको यो हाम्रो सही हो भन्ने भन्नु सकिन्छ, किनभने त्यहाँ गलत पनि हुन्छ। ओके, त्यो जुन ठाउँमा गलत भइरहेको छ भने त्यो ठाउँलाई हामीले त्यो देखाउनु पऱ्यो नि त्यो बाटो। ओके, अब यसरी नै अब बाटो सही लिएर जाँदाखेरि भविष्यमा गएर राम्रो डक्टर पनि आफ्नो दायित्व के हो भन्ने तिमीले पनि यो राम्रोसँग बुझिसकेका छौ। होइन, अब यो अवस्थामा चाहिँ कस्तो हुन्छ, कुनै बेलामा हामीलाई पनि अलिकति आक्रामक रूपमा पनि प्रस्तुत हुनुपर्छ होइन, कुनै बेलामा विद्यार्थीको अलिकति आक्रामक रूपमा पनि प्रस्तुत। त्यसपछि चाहिँ अब आफ्नो भार आएपछि बाटन आएपछि अनि त्यसपछि चाहिँ थाहा हुन्छ है। अनि त्यस कारणले अब म धेरै चाहिँ बोल्न चाहँदैन, अलिकति यो 2082 सालको होइन एसई एक्जामको लागि सबैलाई हृदयदेखि नै हार्दिक शुभकामना व्यक्त गर्दछु। यति भन्दै म आफ्नो शब्द सर भावपूर्ण भइरहेको छ, यसले मलाई अलिकति कारगर भइरहेको छ। तर के छैन, यो तपाईँहरूकै लागि आज तपाईँहरूले जुन गर्नुभएको छ प्रिन्सिपलले तपाईँको बच्चैबाट माया गरेर बसेर पिटेर चाहिँ सम्झाएर बुझाएर हुन्छ होइन। यो स्टेजमा आउनु भनेको हाम्रो प्रिन्सिपल र भाइस प्रिन्सिपल एकदम ठुलो हात चाहिँ उहाँहरूले जोड्दा छ। यो रुवाई भन्छ यो स्कुललाई एउटा के नाम रोशन गर्नको लागि तपाईँहरू ठुलो पदमा जानुहुनेछ। त्यो खुसीको लागि अहिले झरेको यो आँसु एउटा खुसीको आँसु मान्नुपर्छ र यो भन्दै अबको क्रममा म शुभकामना मात्रै राखिदिनु हुनको लागि आदरणीय प्रिन्सिपल भुवन राई सरलाई हार्दिक अनुरोध गर्छु। विदाई भन्ने बित्तिकै छुट्टिँदैछौँ भन्ने कुरा बुझ्नुपर्छ। त्यही भएर त्यति प्रिय शब्द होइन, तर पनि केही विदाईहरू यस्ता विदा हुन्छ जसमा केही जानेहरूको केही प्रगतिको शुभकामना, केही आशा अपेक्षा गरिन्छ, जसको कारणले ती विदा कार्यक्रमलाई एउटा सकारात्मक रूपमा पनि हामीले लिनु सक्नुपर्छ, यो हाम्रो बाध्यता हो। र अहिले पनि हामी यही किसिमको भावना लिइरहेछौँ। तपाईँहरूलाई विदाई गरिरहँदाखेरि मन त्यति खुसी त छैन, भित्र कता गुमसुम भइरहेछ होइन। तपाईँहरूलाई पनि त्यही भइरहेको होला। 14 वर्षदेखि यहाँ पढ्नु भएको छ होइन। 14 वर्ष भनेको सानो समय होइन, 1 दशकभन्दा पनि लामो समय हो। धेरै बच्चाहरू यहाँ मैले देखिरहेको छु कि कतिलाई मैले केही बच्चाहरू सानो थियो, यसलाई पनि 2-3चोटि घरमा गएको थियो बिरामी भएर होइन। यसलाई पक्का टाँसेर बस्थ्यो, सानो थियो। त्यो किसिमका सानो उमेरदेखिका बच्चाहरू अहिले यहाँ बिदा गरिरहँदाखेरि सबैलाई
सजिलो त गर्न लागेको होला तर पनि तपाईँहरूको एउटा सुनौलो भविष्य हामीले आशा गरिरहेका छौँ देखिरहेको भन्नुभयो जस्तो होइन यसरी कर्ममा जीवन भुलो मिठो गीतको भाका Oh, teacher, dear teacher, you will be missed. Oh, teacher, dear teacher, we will miss you. शुभकामना 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 र भई अघि बढ सद्भावको हात तिमीलाई ऊँचो रहोस् शिर सधैँ हिमालको माथा तिमीलाई ऊँचो रहोस् शिर सधैँ हिमालको माथा तिमीलाई ओ सत्कर्ममा जीवन भुलोस् मिठो गीतको भाका तिमीलाई हो सत्कर्ममा जीवन भुलोस् मिठो गीतको भाका तिमीलाई शुभकामना 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 सुखद होस् जीवन तिम्रो हार्दिक शुभकामना सुखद होस् जीवन तिम्रो हार्दिक शुभकामना 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 शुभकामना